नेपालीहरू पानामाको जङ्गल माधव छ हामी पदम छ हामी अब क्याम्पस लेभल दार्जिलिङ लेभलमा आएर भेटेको साथीहरू झापाबाट वोकल किन भन्दाखेरि हामी अब किन भन्दाखेरि झापाली भनेर बदनाम गर्छ तर एकदम बेस्ट झापाली भनेर ऊ चाहिँ हो है किन भन्दाखेरि ऊ झापाली जस्तो छैन क्या मलाई त पहिला भेट्दाखेरि ऊ झापाली होइन फिल आइरहेको थियो किन भन्दा उसले आफ्नो पैसा खुलाएपछि मात्रै थाहा भएको कि ऊ झापाली हो भनेर पैसा लिएर हुन त झापालीहरूको व्यवहार कस्तो धेरै गफाली हुन्छ भन्छ तर ऊ चाहिँ गफाली छैन है एकदम बेस्ट छ अब एनसेलको प्रोफाइल हामी चाहिँ अब यो तारकेश्वरको जङ्गलमा छौँ होइन यस्तो बेस्ट ठाउँ छ कि जहाँ कि शान्त एकदम सुशील हामीलाई चाहिँ काठमाडौँमा बस्दा बोर लागिसकेको छ भने घुम्नको लागि बेस्ट ठाउँ चाहिँ यो पनि हुनसक्छ। हेलो गाइजहरु नमस्कार हामी आज के हेरेर हो कुनाम अरे यो तारकेश्वरको भिड आएको छौँ ठाउँ राम्रो छ सबैजना मौका मिले एकचोटि घुम्न आउनु होला हप्ताभरिको कामको पीडा पोख्ने ठाउँ एउटै छ तारकेश्वरनाथ सो सबैजना मौका मिले हाम्रो दुईटा मित्र साथीहरू अगाडि हिँडिरहेको छ हाम्रो देशलाई अरू केही चाहिँदैन भन्ने म विश्वस्त छु। ए मास्तिर भिड चाहिँ पुरा डेन्जर छ तारकेश्वर महादेव हामी एन्ट्री पनि भइसकेका छौँ। तारकेश्वर कुण्ड यस्तो छ तलबाट सिँढीहरू छ तारकेश्वर महादेवको यस्तो उकालो छ है गाइस म त हामी त थाकिसक्यो छाता पनि भारी हुन्छ भने जस्तो कि तारकेश्वर महादेवबाट यहाँबाट काठमाडौँको सिनारी पनि बवाल देखिँदैछ हेर्न सक्नुहुन्छ यताबाट काठमाडौँतिर कसैमा आज चाहिँ अलिकति त्यो धुवाँले गर्दा त्यति राम्रो देखेको छैन तर यहाँ हामी चाहिँ स्टार्टिङ पोइन्ट चाहिँ यता तलबाट हो हामी चाहिँ गुफाभित्र हो यता तार काठमाडौँ क्याम्पस गर्मी भयो छ यता देखाउनु नमिल्ने हेर यो तल भिड त्यहाँबाट त्यहाँको कस्तो हामी अहिले तारकेश्वर महादेवमा